स्वागत छ। आज हामी एउटा रोचक राजनीतिक अभियानमा अलि गहिरिएर हेर्दैछौँ। नमस्ते। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै सुरु गर्नुभएको त्यो म झोले हो भन्ने सामाजिक सञ्जाल अभियान छ नि, सुन्नमा आएको छ। हो, त्यसैमा केन्द्रित रहेर कुरा गरौँ न। हामीले आधार मानेको चाहिँ सुजित महतको एउटा लेख छ, राजनीतिमा झोले अभियान, एमाले र मोदीको तुलना। त्यो लेख राम्रो विश्लेषण छ त्यसमा। हो, अब प्रश्न उठ्छ, यो अभियान किन आयो अनि किन खासै चलेन जस्तो देखियो र भारतको मोदीको अभियानसँग यसलाई किन जोडियो? आउनुहोस् केलाउँ है त। यो अभियानको सुरुवात चाहिँ जेठ 17 गते एमाले बुद्धिजीवी परिषदको महाधिवेशनमा प्रधानमन्त्री ओलीले बोल्नु भएको थियो। के भन्नुभएको थियो उहाँले? उहाँले आफूलाई चाहिँ जनताको झोला बोकेर हिँड्ने झोले हुँ भनेर प्रस्तुत गर्नुभयो। अनि त्यसलाई औपचारिक रूप चाहिँ कहिले दिइयो? त्यसको 2 दिनपछि नै जेठ 19मा उहाँका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल अनि अरू नेताहरू पनि हुनुहुन्थ्यो। शङ्कर पोखरेल, विष्णु पौडेल, प्रदीप गेवाली, उहाँहरूले सामाजिक सञ्जालमा पोस्टरहरू हालेर सुरु गर्नुभयो। तर यो औपचारिक सुरुवात भयो नि जेठ 19मा, त्यसले खासै पार्टीभित्र त्यस्तो तरङ्ग ल्याए जस्तो देखिएन है? देखिएन। बरु उल्टो भयो भन्छन् नि, असहयोग, प्रतिवाद। हो, ठ्याक्कै सुपर फ्लप नै भनियो क्या यसलाई त कतिले। अनि रोचक कुरा के छ भने नि, के पार्टीकै कतिपय केन्द्रीय नेताहरूले नै यो अभियानलाई पछ्याएनन् क्या, वास्ता गरेनन्। हो र? जस्तो कोही उदाहरण? जस्तो अब गोकुल बास्कोटाकै प्रतिक्रिया हेर्नु न। उहाँको त्यो ट्विट थियो नि, म झोले हुँ र भन्ने जस्तो। त्यसले एक किसिमको असन्तुष्टि वा व्यङ्ग्य जस्तो देखायो। हो त नि। अनि यो झोले शब्दकै अर्थमा पनि अलि बहस भयो हैन त? एकदम भयो। प्रधानमन्त्रीले त जनताको भारी बोक्ने सकारात्मक अर्थमा भन्न खोज्नुभयो होला। हो, उहाँको आशय त्यही थियो होला। तर अब नेपाली राजनीतिमा झोले भन्ने बित्तिकै अलि नकारात्मक अर्थ लाग्छ नि त धेरै जसो। कस्तो नकारात्मक? नेताको अन्धभक्त, चाकरी गर्ने कार्यकर्ता भन्ने जस्तो, त्यस्तो अर्थ लाग्ने चलन छ। त्यसले गर्दा पनि अभियानले सोचे जस्तो सकारात्मक छाप छोड्न सकेन। अनि अर्को क्याम्पेन पनि देख्यो रे नि त, काउन्टर जस्तो। देखियो, म एमाले हो भन्ने। त्यो कसले चलाएको? त्यो चाहिँ खै ठ्याक्कै त भन्न सकिन्न, तर अनुमान के छ भने ओलीसँग अलि असन्तुष्ट मानिएको पूर्व राष्ट्रपति विद्या भण्डारी निकट मानिने समूहबाट सुरु भयो कि भन्ने छ। यसले त पार्टीभित्रकै मतभेद झन बाहिर ल्यायो नि त। हो नि, त्यसैले पनि यो झोले अभियान खासै जम्न सकेन। अनि अर्को ठूलो आलोचना के आयो भने यो त भारतको नक्कल भयो भनेर, भाजपाको 2019को मै भी चौकीदारको नक्कल भनेर है। हो, त्यो आलोचना त सुरु हुन साथै आयो। सामाजिक सञ्जालमा प्रयोग भएको त्यो फन्ट, अक्षरको स्टाइल समेत उस्तै छ भनेर खुब लेखे। फन्ट पनि। त्यो भारतको प्रसङ्ग के थियो अलिकति सम्झ्यौ न। भारतमा चाहिँ 2019को चुनाव अघि त्यो रफायल लडाकु विमान किन्दा भ्रष्टाचार भयो भनेर कङ्ग्रेसले चौकीदार चोर है भन्ने नारा लगायो क्या। याद आयो, मोदीलाई लक्षित गरेर। हो, त्यसैको जवाफमा मोदीले मै भी चौकीदार अर्थात् म पनि रक्षक हुँ भनेर अभियान चलाउनु भयो। त्यसको उद्देश्य के थियो? उद्देश्य चाहिँ आफूलाई देश र जनताको इमान्दार रक्षक प्रधान सेवक देखाउने, अनि विपक्षी कङ्ग्रेस, खास गरी नेहरू गान्धी परिवारलाई चाहिँ राजपरिवार जस्तो देखाएर आफू चाहिँ सामान्य मान्छे हुँ भनेर स्थापित गर्ने रणनीति थियो। त्यो अभियान त भारतमा खुब सफल भयो नि, हैन र? हो, सफल मानिन्छ। त्यहाँ के कुराले काम गर्यो होला अनि त्यही शैली ठ्याक्कै यहाँ किन चलेन त? अब मोदीको क्याम्पेन सफल हुनुमा चाहिँ 2-3 वटा कुराले काम गर्यो क्या। एक त त्यो बेला मोदी आफै एकदम पपुलर हुनुहुन्थ्यो हैन? हो, लोकप्रियता निकै थियो। अनि अर्को के भयो भने त्यो पुलवामा अट्याक भयो नि। हो, त्यसपछिको त्यो राष्ट्रवादको माहौल अनि बालाकोट एयर स्ट्राइक, त्यसले उहाँको त्यो म रक्षक हुँ भन्ने इमेजलाई झन बलियो बनाइदियो के। तर नेपालमा ओलीजीको हकमा परिस्थिति अलि फरक थियो। हो, लेखक महतको विश्लेषणमा पनि त्यही भनिएको छ। अहिले प्रधानमन्त्री ओलीको लोकप्रियता पहिले जस्तो छैन भन्ने मानिन्छ। कहाँ देखिन्छ त्यो?
अब सामाजिक सञ्जाल हेर्नुहोस् वा चिया पसलतिरका कुराकानी सुन्नुहोस्, सरकारको आलोचना धेरै सुनिन्छ। मान्छेहरूले अलि सुशासन भएन, आर्थिक समस्या भयो भन्ने महसुस गरिराखेका छन्। अनि अरू कारण पनि छन् कि? छन् नि, जस्तो काठमाडौँको मेयर बालेन्द्र शाह वा कुलमान घिसिङ जस्ता एकदमै लोकप्रिय मान्छेहरूलाई सरकारले असहयोग गर्यो, पेल्न खोज्यो भन्ने खालको बुझाइ गयो नि। हो त्यो कुरा पनि उठ्यो। त्यसले पनि नकारात्मक असर पार्यो। अनि ओली विरुद्ध र्याप गीतहरू बने, त्यो पनि त असन्तुष्टिको सङ्केत हो नि। हो त, यी सबै कारणले गर्दा झोले अभियानले जनतालाई तान्न सकेन। समय र सन्दर्भ मिलेन। यो नेताहरूको छवि निर्माण, ब्रान्डिङको कुरा पनि रोचक देखियो है। मोदी र ओलीको यो यात्रामा कस्तो फरक देखियो? हो, यो तुलना पनि अर्थपूर्ण छ। मोदी हेर्नु न, 2014मा चायवाला भनेर आउनुभयो। सामान्य मान्छेको प्रतिनिधि भनेर। हो, निम्न मध्यम वर्गलाई तान्नुभयो। 2019मा चौकीदार बनेर आउनुभयो, इमामदार रक्षकको रूपमा। अनि अहिले त झन् उहाँलाई देवदूत वा ईश्वरीय अवतार जस्तै बनाउन खोजिँदैछ। कहिले कङ्गना रनावतले त्यस्तो भन्छन्, कहिले मोदी आफै अन्तर्वार्तामा मलाई त परमात्माले पठाएको भन्नुहुन्छ। ए हो र? अनि त्यो भाजपा प्रवक्ता सम्बित पात्राले त भगवान जगन्नाथ पनि मोदीका भक्त हुन् सम्म भन्न भ्याए। बापरे। अनि यता ओलीजीको चाहिँ? उहाँको यात्रा अलि फरक देखियो। उहाँ पहिला राजनेता, राष्ट्रवादी नेता, कतिले बा पनि भन्थे, त्यस्तो छवि थियो त। तर यो पछिल्लो झोले अभियानले चाहिँ त्यो उचाइबाट अलि तल झारेको जस्तो देखियो क्या। त्यही त, लेखकले पनि व्यङ्ग्य गर्नु भएको छ नि, होइन? हो नि। लोकप्रियता यति खस्किएपछि त अब मोदीले जस्तो मलाई भगवानले पठाएको भन्न सक्ने अवस्था पनि रहेन भनेर। अनि त्यो विद्या भट्टराईको पुरानो प्रसङ्ग पनि जोड्नु भएको छ लेखकले। त्यो पनि सम्झाउनु भएको छ। उहाँले पहिले कुनै बेला म कसैको झोले बन्न सक्दिन भनेको कुराले पनि यो झोले शब्दको नकारात्मक अर्थलाई नै बल दिन्छ। भनेपछि मोदी चायवालाबाट देवदूततिर जाँदा ओलीजी राजनेताबाट झोलेमा झरे जस्तो देखियो भन्ने विश्लेषण भयो। लेखकको निष्कर्ष त्यस्तै छ। त्यसो भए यो सबै घटनाक्रमलाई सारमा कसरी हेर्ने त? सारमा हेर्दा यो झोले अभियानले के देखायो भने राजनीतिक सञ्चारमा आइडिया नक्कल गर्दैमा सफल भइँदैन। एउटा देश, एउटा समय, एउटा परिवेशमा चलेको कुरा अर्को ठाउँमा ठ्याक्कै उल्टो हुन सक्छ। नेताको आफ्नो अहिलेको अवस्था, जनभावना, समयको माग, यी कुराहरू नाराभन्दा धेरै महत्त्वपूर्ण हुन्छन्। अन्तमा यसले एउटा प्रश्न चाहिँ पक्कै छोड्यो जस्तो लाग्छ मलाई। के प्रश्न? यस्ता सतही देखिने, अझ भनौँ नक्कल गरिएका अभियानहरूले राजनीतिमा जुन वास्तविक मुद्दाहरू हुन्छ नि, सुशासन, विकास, जवाबदेहिता, हो, ती गम्भीर कुराहरूलाई ओझेलमा पार्ने, ध्यान अन्तै मोड्ने प्रयास मात्रै हुन् कि यो सोच्नुपर्ने कुरा हो जस्तो लाग्छ।